मेरो त तँलाई देखाएको जिनीलाई देखाएको देखाइ थियो के मेरोमा 2 दिनदा तरुनी बगेर बसिहाल्नुपर्छ है एकछिन वेट गरेर बस्न सक्दैन वेट होइन के कसरी आयो के न यहाँ यताको तँलाई देखाएको देखाइ गऱ्यो के अनि मलाई काटेर आइदियो कति पठाउँछन् है यो रिक्वेस्ट पनि यहाँ लाइजो साबर गर्दै नि त जिनी एकचोटि म त साबर हेर्छु जिनीको आज यार भएन आएकोसँग यो तालले हुँदैन यार जिनीको साबर हेर्नुपर्छ गाइस सबले लाइभ सेयर गर गाइस सबले लाइभ सेयर गर गाइस जिनीको हेर्ने भए लाइभ सेयर गर होइन गेम जोइन गर्न जिनी जिनी जान यस्तो गर्मी छ गर्दैन जा जोडी तालिममा छु के यार पर्सी गरे हो र छोडे यस्ता म तालिम सालिम भन्ने मेरो पनि तालिम हो त पर्सी त मेरो पनि तालिम हो तालिम गर्दा गरे यो ज्यान यस्तो भइसक्यो यी कमान्डो तालिम गर्दा गर्दै छोड्दै यस्ता तालिम सालिम ओए जिनी के भयो गेम लगान ठौनी तालिम गर्छ क्या हो त्यस्तै तालिम गर्छु जिनी मैले भगौडा खाते अरे माछा तँलाई थाहा छ मुजी म कुन दर्जाको मान्छे हो मुजी अधिकृत लेभलको मान्छे हो जाने पर्नु पर्छ के ब्रदर यार कुन तालिम लेभलको भने म्याच नि आएको छ गिनीको पुती हेर्न न के फरक पर्छ र सेकेन्ड ग्रेड गर्न जाने हो मैले सेकेन्ड ग्रेड भइसक्यो हल्दार भइसक्यो जिनी गेम लगाने यार गेम लगायो भने बल्ल मजा हुन्छ के गेम लगाइरहेको छु म चाहिँ यसो भन्दैनस् त अनि के हानु मैले यत्रो लगाएको छस् माछालाई गेमै लगाएको छैनस् यार सेकेन्ड ग्रेड हो र सेकेन्ड ग्रेड गर्ने पालो आइसक्यो छ यार माछा म त जिनीलाई भेट्न जाम जस्तो भइसक्यो मलाई यार जिनी अहिले फ्लाइट चल्छ कि चल्दैन रातिको ए बाबा एक नाइट बसेर आउनुपर्छ या जिनीसँग माछा इच्छा चाहनाहरू सबै पुरा गरिदिन्छ होला हो ओइ जिनी के गर्नुपर्छ तसँग होल नाइट बस्नको लागि गिनी भन्ने रणमतीको बान गिनी भन्न गिनी के गर्नुपर्छ जिनी भनेर सुनेर सबजनाले जिनी भन्छ क्या फेरि छोडे जेसुकै भन्न दे म त गाइस अति भयो यार सहनै सकिन यार गाह्रो भयो गाइस रमाइलोलाई धेरै गाह्रो भइसक्यो के भयो गेम लगान हो जाठी लगाउनै मिले होइन के हान्थ्यौ न हान्थ्यौ म त जान्छु जिनीलाई भेट्न कति पठाउँछन् है यो रिक्वेस्ट पनि यार लाइजो कसले आएर आए ए रमाइलोलाई किन ल्याएको यो केटी बेच्नेलाई केटी बेच्छ दिदीहरूले तिमीलाई थाहा छैन यो बिनीलाई नि बेच्दिएको जाठीलाई मैले यो जाठीलाई नि मैले बेच्दिएको साइलाले पैसा तिरेर लिएर आएको एकजना अर्को जोइन गर न इन्डियाको बोर्डरसम्म पुऱ्याएको थिएँ अनि फर्केर आई के छ दिदी एकदम अघि साइलाले मलाई गाली गरिरहेको थियो किन गाली नगर भन्नु पर्दैन म त ठिसमा थिएँ के कुरामा गाली त्यही झ्यापमा रहेछ जिनी ठिसमा थियो अरे ल अब भयो कुरा मैले त जिनी थियो अनि मैले त जिनीले अब नगर भन्छ कि सोचिरहेको थिएँ गेम खेल्ने भनेको अनि फेरि पछि भएन छोडिदिनु छैन बिर्सेको आइज है किनी आइज ल भनिरहेको थियो बिचरा माया लागिरहेको थियो मलाई जान त त्यस्तोको माया माने के गर्नुहुन्छ आँटोको तिमीलाई बोलाएको के म कल गर्छु अहिले ल ओइ बिनी कल गर्न हो साइला मलाई उहाँ जान लागिसक्यो किन साइलालाई कल गर्ने मेरो मान्छेलाई मेरो लाइफमा आइसक्यो यहाँ साइला हेर्न म लाइभ बसेपछि यो कार्यक्रम हो भनेपछि आइहाल्छ साइलो बिनी लगिदिन्छ भन्ने टेन्सन लाग्छ होला नि त जान लागिसक्यो साइलो कसम होइन राति 9:30 बजीतिर रमाइलोको लाइफमा आइहाल्छ केटो अरू आइडी बोकेर आउँछ बिनी आइछ कि आइछैन बुढो खोजिछ कि खोजिछैन अर्को बोयफ्रेन्ड खोजिछ कि खोजिएन भन्ने उसलाई एकदम टेन्सन हुन्छ किन खोज्दिन र यङ छु खोज्दिन र कस्तो कुरा गर्छ हामीलाई चाहिँ चाहिँदैन र कस्तो कुरा गरेको खोजिहाल्छ नि हौ त्यही त नि त्यस्तो सुकेको लाएर कसले हेर्दै बस्छ थाहा छ तँलाई सुकेको छ कि उठेको छ भनेर ए मुला नट के अरे थाहा नहुने किन मुजी त्यसले
व्हाट्सएपमा हामीलाई देखाएको मैले बुबु देखाइदियो त्यसले लाडो ल्याएर छोडिदियो मुझे बाले फरक साँच्ची हो जिनी झुट बोलेको होइन आम्मा कसम यो सत्य कुरा बोल्छ यार यो जिनी ओइ होइन दिदी म त जे कुरा बोल्छु म सत्य बोल्छु ओइ जिनी तेरो त्यत्तिकैमा हानो बिनी दिदी पनि थियो म पनि थियो सेलेटर दिदी पनि थियो होइन अनि दिदीले पनि सेलेक्टर भन्न थालेछ स्केलेटै सेलेटर दिदी थियो अनि त्यो सुटोले के अरे लाडो देखायो मैले बुबु देखायो यिनीहरू दुईजनाले केही पनि गरेन हेऱ्यो हामी त्यसको झरे हामी आएको है कि दिदी कसम यो सत्य कुरा हो यार ढाँटेको होइन भगवान्को कसम राम 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 शिवजी मलाई त्यस्तो झुट कुरा बोल्न आउँदैन के दिदी जे हो म त्यही बोलिदिन्छु तिमीले किन होइन देखाएको मन पराउँनेले पढाउँछ मन नपराउनेले पढाउँदैन फ्रीमा यत्तिकै साइलालाई देखायो यार जिनीले म त पागलै भयो यार त्यो फेरि सिरीको कुरा होइन के दिदी अब उनीहरूले नि विश्वासले खोल्यो भन्दाखेरि अब म पनि त अनि विश्वास उनीहरूले विश्वास गरेर छ भने म पनि विश्वास त्यो त लाइभमै देखाउँछ जहिले लाइभमै देखाउँछ लाडो अनि कस्तो रहेछ ओइ बिनी कालो रहेछ कि सेतो रहेछ कि अनि के अनि बिहान हुँदैन लाडो देखाउँदा दिदी अब त्यस्तै गर्छ त्यसले वाउ थ्याङ्क यू कति बेसी लेखेको गाइस जिताउ न राजाहरु ट्याप गिनीको भ्युज त टप्पर छ रे त नि ला म्याचिस अनि गिनी नै टप्पर भएपछि भ्युज त टप्परै हो नि हैन त बिनी दिदी टिकटक खाने भयो जिनीले तपाईले हेर्नुहुन्छ कहिलेकाहीँ मेरो लाइभ हेर्छु नि तिम्रो लाइभमा आएर हेरिरह हुन्छु त कति पुगिरह हुन्छ तपाईले हेर्दाखेरि देखाएको छु हौ 3000 सम्म देखाएको छु हौ हिजो अस्तिको हिजो होइन अघि पनि साइलासँग जोइन हुँदा पनि टन्नै थियो भ्युहरू जिनी एकचोटि जाऊ न सबले हेर्न खोजे यार मेरो पनि उठेको सुतिसक्यो जिनी के गरम म भन न छोल्दै बस झाटा तेरो काम के जान एकचोटि हल्का भयो म पनि साइला जस्तै हो हल्का भयो हुन्छ मलाई पुरो पनि चाहिँदैन जान मलाई नि हल्का भयो हुन्छ जान जान गाह्रो भइसक्यो हल्का गरेर बस्दैन पछाडि मलाई त्यति भयो पुग्छ 11 नि बज्न लाग्छ एक हाने सुतेपछि मस्त निन्द्रा लाग्छ के हैन खोइ केही देखेन यार यो त यार साच्चै यार रोज 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 5 जनाले हानौँ न अब थ्यांक यू आउँछु फलोअर्स बढाउनु पर्छ ल ओके एउटा फुल हान न गाइज यार एउटा मलाई चिन्छ सुन है साथी तिमीलाई एकछिनमा तान्छु ल म एउटा फुल हान न गाइज गेम हानिला त गेम हान्ने बेला तान्ने मिल्दैन के एउटा चुप्पा गाइज एउटा फुल हान न हो राजाहरु यार एउटा फुल पनि छैन यार माको छ तु कपाल हेर न मैले तिनी कपाल कस्तो काट्दियो के भन्छ ल डगी बसाल्छु ल मलाई गेम जिताउनु भने डगी बसाल्छु ल ट्याप ट्याप गरेर मलाई अरु केही चाहिदैन ट्याप ट्याप गरेर 10 किप गर्नु भने तँलाई त मैले डगी बसाउने भइसक्यो हेर्न मात्रै मेरो कति पुगिसक्यो 1k पुगिसक्यो मुला ल तैले जितिस भने म बस्दिन्छु मैले जिते भने तेरो त बस्नु पर्छ ल ल ल बस्छस् नि फेरि रमाइलो तिम्रो दुईटै डगी बस्छौ ओहो सबै बुझ्यो म त अहिले बस्दिन्छु हैन ए बाबा स्टोरी हैन म बिजी थिए गाइस जिताउन ओइ जित त्यो यसमा त केही देखिँदैन त्यो अलि पछाडी जानुपर्छ कान्छी बल्ल देखिन्छ इमेल श्रेष्ठ अब एउटा चुप्पा फाला त गाइस जिताउन राजाहरु यार ट्याप ट्याप गर न सबले ट्याप ट्यापै गर्दैन हौ मेरोमा त गाइस ट्याप बिजी ट्याप कति लेखेको क्या सबले शेयर पनि गर ट्याप ट्याप पनि गर के सबले ट्याप ट्याप पनि गर शेयर पनि गर के लाइभलाई थ्यांक यू सो मच सबले शेयर पनि गर ट्याप ट्याप पनि गर यतिको माया सबले शेयर पनि गर शेयर पनि गर ट्याप ट्याप पनि गर गिनीलाई कति माया गर्छ मेरो गिफ्ट ससेन भएर मात्रै हो क्या अस्तितिर मलाई मैले लामो हेरेर बस्नु पर्यो अब त म्याचिस गिनीले उडाउँछ अब गिफ्टर हैन त गाइस ल सबजनाले सपोर्ट गरौँ त गाइस मलाई यिनीहरूलाई देखाउनु पर्यो नि यो रमाइलोलाई देखाउनु परेन सबजनाले गर त गाइस मलाई सपोर्ट हल्का यस्तो गर्दैन जिनी हल्का यस्तो गर्दैन अनि सपोर्ट आउँछ तँलाई डेन्जर आउँछ केटाले हान्छ के अरे साउदीको केटाले हान्छ तिमीलाई साउदीको केटाले हान्छ तिमीलाई
साउदीमा केटीहरू हुँदैन नि तिम्रो हेरेर भयो नि एक दिन छ यार चित्त बुझाइदेऊ यार मेरोमा साउदीहरू होस् है धेरै नि आउँछ त्यो देखेर दिक्क भयो यार त्यसलाई त म केही भन्नु पनि चाहन्न केही गर्नु पनि चाहन्न आना यार एउटा ट्विटर वाउ थ्याङ्क यू सो मच आई एम सो ह्याप्पी हुन्छ नि होइन कहिलेकाहीँ त गाइस गाइस म त दुबई गएर गाइस साउदीको कोही छ गाइस प्लिज गाइस तेरो साउदीको हेर्दै हुनुहुन्छ काम चलाउने हो र तेरो त के काम जिनीको यार हेर्दै काम चलाइरहेको छ न साउदी कतिजना हुन्छ साउदीले कमेन्ट गर साउदीले काम चला ल ट्याप ट्याप 10 केउरा भने साउदीको धेरै आएको रहेछ यार जिनी प्लिज साउदीको लागि भए पनि मन राख्थे ल डबल टार्निङ गाइस डबल टार्निङ साउदीको लागि भए पनि मन राख्थे ल के छ साइलाको बुढी हेरे को साइलाको बुढी गाइस यार गेम त चिन्दैन। नारी तमले साइलाको बुढी सुडी चिन्दैन हामी त दिदी भनेर चिन्छौँ त्यही भएर जिनीले गाडी नगर भन्छ भनेर मैले त सोचिरहेको थिएँ जिनी वार्निङ आयो